सयौं वर्ष अगाडिदेखि लिम्बुवान एउटा छुट्टै इन्डिपेन्डेन्ट स्टेट थियो भन्ने धेरैवटा डकुमेन्टहरू छ र यो भित्र 10 वटा अरू स्टेटहरू थियो जसको राजधानी विजयपुर थियो जुन अहिलेको धरान हो। धरानको साउदर्न इन्ट्रान्समा एउटा साइन छ जसमा लेखिएको छ लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा स्वागत छ। यसको बारेमा हामीलाई स्कुलको किताबमा पढाइएन। हाम्रो स्कुलको किताबमा काठमाडौँ र गोर्खा राज्यको बारेमा मात्र पढाइएको थियो। 1774 सम्म यो राज्य एउटा इन्डिपेन्डेन्ट राज्य थियो। पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई बढाउँदै अहिलेको नेपालको फर्ममा ल्याउँदै गर्दा 1771 देखि लिम्बुवान र गोर्खा राज्य बीच लडाई भएको थियो जुन 1774 सम्म चल्यो। गोर्खाले लिम्बुवानको 2 वटा ठाउँमा कब्जा गरेको थियो। एउटा चैनपुर जुन अहिलेको शङ्खसभा हो र अर्को विजयपुर अहिलेको धरान। 1774 मा सिज फायर ट्रिटी भयो र नुन पानीको कसम खाएर लिम्बुवान पनि गोर्खाको एउटा संरक्षित राज्य बन्यो। यो किन इम्पोर्टेन्ट छ भन्दा अरू बाँकी सबै राज्यहरूलाई गोर्खाले जितेर नै नेपालमा गाभेको थियो, तर यो मात्र एउटा यस्तो राज्य बन्यो जसलाई सन्धिद्वारा नेपालमा जोडिएको थियो। यो क्षेत्रमा मानिने किरात धर्म हिन्दू धर्मभन्दा अलि फरक छ। आफ्नै रीतिरिवाज, आफ्नै पुस्तक र आफ्नै कल्चर छ र लिम्बुवान नेपालको भाग बनेपछि यसमा विवाद पनि उठ्यो। जस्तै 1867 मा त्यहाँ सरकारले अब सबैले दशैं मान्नु पर्छ भनेपछि धनकुटामा एउटा ठुलो विद्रोह भएको थियो। पछि यस्तो खालको धार्मिक कन्फ्लिक्ट नभए पनि यसपछि अर्को एउटा विवाद निस्क्यो जसको निम्ति हामीले जमिनको सिस्टमको बारेमा बुझ्नुपर्छ। एउटा राइकर सिस्टम र अर्को किपात सिस्टम। त्यो बेला नेपालभरि नै राइकर सिस्टम लागू थियो तर लिम्बुवानमा किपात सिस्टम चल्थ्यो। राइकर सिस्टममा देशभित्रको कुनै पनि जमिन अल्टिमेटली सरकारकै अन्डरमा हुन्छ र इन्डिभिजुअलले यसको बापत ट्याक्स तिर्नुपर्ने हुन्छ। एक अर्का बीच किनबेच गर्न पनि मिल्छ र सरकारकै भएकोले मुआवजा दिएर सरकारले यो जमिन फिर्ता पनि लिन सक्छ। तर किपात सिस्टममा सरकारको ओनरसिप हुँदैन, एउटा कम्युनिटीको ओनरसिप हुन्छ र त्यो समुदायभित्रको जमिनहरू त्यहाँकै व्यक्तिहरूले युज गर्छन् र एक अर्कामा किनबेच गर्दैनन्। लिम्बुवान क्षेत्रमा त्यो बेला किपात सिस्टम थियो र गोर्खासँग सन्धि हुँदै गर्दा पनि यसपछि पनि किपात सिस्टम रहिरहन्छ भनेर सन्धि गरिएको थियो। पछि समय बित्दै जाँदा बिस्तारै यो किपात सिस्टमलाई हटाउने चलन सुरु भयो। पञ्चायतको समयमा राजा महेन्द्रले एउटा नयाँ ल्यान्ड एक्ट ल्याए र त्यसको अन्तर्गत सबै किपात सिस्टम हटाएर राइकर सिस्टम लागू गरियो। राइकर र किपात सिस्टम बाहेक अलि फरक नेपालमा गुठी सिस्टम पनि छ जहाँ च्यारिटी, सेवा वा अरू कुनै धार्मिक कामकाजको निम्ति युज गर्न मिल्ने जमिन सरकारले उनीहरूलाई दिन्छ र उनीहरूले नै आफ्नो अर्गनाइजेसनको अन्डरमा त्यसलाई चलाउँछ।